गर्ने काम चाहिँ भइरहेछ। अनि एउटा सडकमा दुईटा गाडी घुरिरहेछ, दुईटा गाडी आइरहेछ, एउटा चाहिँ एम्बुलेन्स आइरहेछ, अर्को चाहिँ भिआइपी को गाडी आइरहेछ भनेपछि ट्राफिक प्रहरीले कसलाई चाहिँ बढी प्राथमिकता दिन्छ? अब इमर्जेन्सी हेरेर हामी तत्कालको लागि त ट्राफिक एम्बुलेन्स अब एम्बुलेन्स भनेको एकदम इमर्जेन्सी बिरामी बोकेर हिँडिरहेको छ, त्यसलाई नै प्रायोरिटी दिनुपर्छ सडकमा चाहिँ। अब जहाँनिर बढी छ सडकमा चाहिँ जहाँ अब उद्धारको लागि एम्बुलेन्सहरू भन्दा पनि अब दमकलहरू हुन्छ होइन। अब एम्बुलेन्समा मास क्याजुअलिटी दमकल कहीँ आगो लागि भयो भने दमकलले त्यहाँ मास क्याजुअलिटी हुने सम्भावना हुन्छ। प्रायोरिटी हेरेर चाहिँ हामीले सडकमा ती सवारी साधनहरूलाई प्राथमिकता दिन्छ। यो त रह्यो ट्राफिक नियमहरू सम्बन्धी र जनगुनासो सम्बन्धी। अब हामी चाहिँ ट्राफिक प्रहरीले एक्चुअली भोग्नुपर्ने कुराहरूको बारेमा कुरा गर्न सक्छ। तपाईँहरू यति सडकमा खटिनुहुन्छ होइन, यसले गर्दा तपाईँको स्वास्थ्यमा कस्तो खालको समस्या आउँछ सर? स्वास्थ्यमा त अब धुलो धुवामा ट्राफिक प्रहरी रोडमै खटिने हो, बाहिर लुकेर खट्नु मिल्दैन। सवारी जहाँ सवारी साधन गुडिरहेको छ त्यही स्पटमै रोडमै सडकमै उभिएर खटिने जागिर हो। त्यसले गर्दा अब सवारी साधनमा त उल्टी धुलो धुवा विशेष गरी स्वास्थ्य समस्याहरू आइरहेको छ। अब आँखा पाक्ने, आँखा सम्बन्धी समस्या, श्वास प्रश्वास सम्बन्धी समस्या, स्वास्थ्य सम्बन्धी अब दमहरू हुने उसमा होइन त्यस्तो समस्याहरू पनि आइरहेको छ। कतिपय अवस्थामा लाइसेन्स छ तर उसले खोलिदिनु बोकेको छैन, उसँग मोबाइलमा फोटो छ भनेपछि यहाँ चाहिँ ट्राफिक प्रहरीले कसरी हेर्छ? फोटोको अवस्था पनि हामीले भेरिफाई गर्न सकिन्छ। अहिलेको अवस्था टेक्नोलोजीको अवस्था हो। तत्काल अहिले नागरिक एप भन्ने छ, जुन नागरिक एप छ त्यसमा चाहिँ तपाईँले आफ्नो लाइसेन्स नम्बर इन्ट्री गरिसकेपछि तपाईँको लाइसेन्सको डेटा त्यो नागरिक एपमा आउँछ। त्यो अफलाइन भइसक्यो, एकचोटि इन्स्टल भएपछि डाउनलोड भइसकेपछि अफलाइन पनि देखाउन सकिन्छ। त्यो अवस्था त्यो आधिकारिक रूपमा मान्यता पनि दिएको छ त्यसलाई। अब तपाईँले ओरिजिनल फिजिकल लाइसेन्सै बोक्नु भएन भने पनि तपाईँसँग नागरिक एपमा त्यो तपाईँको लाइसेन्स छ भने त्यसलाई हेरेर पनि हामीले त्यसमा चाहिँ